अच्छा तपाईको नाम के हो? कमल भुजेल। कमल भुजेल। भुजेल। खास घर कहाँ हो? खास घर दलसिंहपाडा रङबहादुर बस्ती। दलसिंहपाडा रङबहादुर बस्ती। अनि दलसिंहपाडा रङबहादुर बस्तीमा को छ तपाईको? अहिले कोही पनि छैन। कोही पनि छैन। अनि तपाईको यो बाटोमा आउने अवस्था चाहिँ के भएर भयो? म नेपाल बसेँ 10 वर्ष दाइ होटलमा काम गर्थेँ खुब। अनि 8 बजे छुट्टी भएर जाँदाखेरि म कोठाभित्र छिर्नु गेट खोल्दै थिएँ। त्यति बेला हामीले बाइकले हजुर म लडेँ। अनि मलाई केही थाहा छैन। 6 दिन बेहोस भयो। अनि 2.5 महिना राख्नु मलाई हस्पिटल हड्डीबाट निकालिदियो। बाइक फेरि इलाज गर्न 6,10,000 दिनुभएको थियो। इलाज गरेन बुढीले पैसा दिएर भाग दिए। तपाईले बिहा पनि गरेको थियो? हजुर। बुढी कहाँ छ? अहिले थाहा छैन। 6 वर्ष भयो भागेको। के भएर भाग्यो? त्यो पैसा पाए 6,10,000 मैले इलाज चाहिँ गरेन। पैसा दिएर भाग्यो। पैसा दिएर भाग्यो। अनि तपाईलाई बुढीले माया गर्थेन? यहाँ आउनुहोस् न भाइ अलिकति हो। यो चाहिँ तपाईँले यहाँनिर त आधी डल्लै खाल्टा रहेछ। यो चाहिँ के भयो? यहाँ यो चाहिँ के भएको? हड्डी निकालेको छ दाइ। यहाँबाट हड्डी निकालेको? हजुर। त्यो एक्सिडेन्ट हुँदाखेरि? हजुर। अच्छा। र तपाईँलाई अहिले बाटोतिर बसिरहँदाखेरि चाहिँ अब तपाईँलाई है हाम्रो यहाँ भाइले भेट्यो। मलाई पनि सायद एकपल्ट तपाईँको बारेमा फोन आएको थियो मलाई कि 2 पल्ट टोलबाट। तर मैले उहाँ लिएर आउनु भनेको थिएँ, आएन छ। ल ठिकै छ। तपाईँ आज यहाँ ब्लेस फाउन्डेसनमा आएको छ। अनि अहिले हामी तपाईँलाई डिसाइबल होममा लिएर जाँदैछौँ। बुझ्नुभयो? डिसाइबल होममा लिएर जाँदैछु। आनन्द आश्रम भनेर छ। म त्यहाँनिर लिएर जाँदैछु तपाईँलाई। उहाँनिर एकदम राम्ररी बस्नुपर्छ। ल रिसहरू देखाउनु हुँदैन। ल मजाले रिसहरू देखाउनु हुँदैन। मजाले मेरो त्यहाँनिर गाना बजाना हार्मोनियमहरू बजाउनु पर्यो। ल तपाईँ खुसी छ नि? एकदम खुसी छ? एकदम राम्रोसँगले बस्ने हो? ल त्यसो भने लान्छु हामी तपाईँलाई। ल हुन्छ। ल थ्याङ्क यू। के अरे हामी ब्लेस फाउन्डेसन अनि म ब्लेस फाउन्डेसनको प्रोजेक्ट डाइरेक्टर। अनि यसरी नै हाम्रो भाइले हाम्रो यहाँ भाइको नाम राजु है। कुन चर्च भयो? अनुग्रह चर्चबाट भाइले उहाँलाई एकदमै माया लाग्दो अवस्थामा भेटेको कारणले गर्दा भाइले उहाँलाई भेटेको रहेछ। अनि भाइले मलाई यहाँ रिक्वेस्ट गरेको कारणले गर्दा उहाँलाई हामी अहिले एउटा डिसाइबल होममा लिएर जाँदैछु है। बिचरा यही हो सेवाकाई भनेको कुरा है। हामीले प्रभुले प्रेम गर्नु सिकाएको जस्तो लाग्छ है। यही नै एउटा रियल सेवाकाई जस्तो लाग्छ मलाई चाहिँ। अनि हुनु त अब अरूलाई रियल होइन भन्नु खोजेको होइन, सबैले रियल हो। तर परमेश्वरले जब आफ्नो आफ्नो तरिकाले मानिसलाई सेवाकाई गर्ने क्षेत्रमा चुनेको हुन्छ। र आज भाइलाई पनि मैले गर्दै गरेको काममा है भाइलाई पनि प्रभुले मौका दिनुभयो। हामी धेरै नै खुसी छौँ। ल र अब हामी उहाँलाई लिएर जानेछौँ आनन्द सेल्टर होममा। लाइक डिसाइबल होम भनेर छ। अहिले तपाईँहरूलाई हामी देखाउँछु। ल हुन्छ। थ्याङ्क यू। जय मसिह। कस्तो लाग्दैछ आज सुँगुर मासु खाँदा? कस्तो लाग्दैछ? ए माई गड है। कति साल भएको थियो सुँगुर मासु नखाएको? 6 वर्षदेखि सुँगुर मासु खानु मन लागेको थियो। ओके। बिचरा। ल आज खुसी लाग्यो। प्रभुलाई धन्यवाद भन्नुहोस्। आमेन। ल एड्रेस आइपुग्यो है। अनन्त आश्रम भने चाहिँ यही हो। यहाँ दाजुलाई अहिले हामीले लिएर आउँदैछु है। यो आनन्द आश्रम। ल अब हामीले यहाँनिर उसलाई गरिरहेका छौँ, लिएको छु हो। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो, खुसी लाग्यो।
अगाडि बस्नु ल त्यस्तो राम्रो छ काम गर्नुपर्छ ल त्यो हो परिवार धन्यवाद छ विशेष गरी हाम्रो दादा हुनुहुन्छ उहाँलाई एकदम हृदयबाट धन्यवाद छ आज उहाँ कस्तो अवस्था थियो बस्नु नगरेर त्यो देखेर मलाई धेरै चित्त उयो मनमा एकदम चोट लागेको होइन राम्रो जग्गा बस्नु पाओस् भनेर मैले कोसिस गरेँ कति कुरोहरू अब त्यहाँ चाहनु नभएको कारणले गर्दाखेरि मैले दादाको फेसमा भिडियोहरू हेरेर है दादालाई यसरी मैले फेरि गुहार माग्न पुग्दाखेरि दादाले मलाई एकै वचनमा हुन्छ भनेर दाजुले सबै जुटाउनु यसरी दाजुले परिबन्धहरू मिलाइदिनु भएको थियो एकदम दाजुलाई हृदयबाट धन्यवाद छ है दाजु मलाई लाग्छ दाजु नै खुसी हुनुहुन्छ तपाईँ खुसी हुनुहुन्छ म त धेरै खुसी एकदम कन्ट्रोललाई विशेष गरी म धन्यवाद दिन चाहन्छु आज उहाँले नै सबै मानिसहरू जुटाउनु भएको निम्ति विशेष गरी कन्ट्रोल धन्यवाद साथै दाजुलाई अन्त हाम्रो अङ्कललाई पनि धन्यवाद ल हुन्छ हस् ल